हेलो एभ्रिवान, गुड मर्निङ सबैको दर्शन नमस्ते। आज फेरि हामी आएको छौँ यतातिर गाउँ साइडमा। जो दसैँको अवसरमा हामीलाई यता गाउँतिर घुम्न चाहिँ बहुत मस्त है। यो स्कुल हो है, तपाईँलाई थाहा छ यो स्कुल हो। स्कुल कस्तो देखिरहेछ, लुक कस्तो राम्रो देखिरहेछ है। यो बच्चामा यतातिरै पढ्थ्यो फेरि। तपाईँहरूलाई थाहा छ यहाँनिर चाहिँ एकदमै शान्ति छ क्या, एकदम शून्य शान्ति पनि अलग छ, शान्ति हुँदै हुन्छ क्या यहाँनिर। तपाईँलाई थाहा छ नि, यो गाउँ साइड पनि राम्रो छ, मतलब यहाँनिर अलग छ। यो मेन रोड हो सामुनेवालामा छ है। यतातिर त अब यो त स्कुल भइहाल्यो है। यो चाहिँ यतातिर चाहिँ जाने बाटो हाम्रो है। अनि तपाईँहरूको के कस्तो दसैँ मनाउनु हुँदैछ सबैजनालाई? दसैँ कस्तो गइरहेछ, राम्रो गइरहेछ कि छैन, हजुरलाई कमेन्टमा गरिदिनु ल। टिका लगाइदिनु अरे पैसा छ के? ए अँ त तिमीहरुले पनि लगाइदिनु पर्छ, तिमीहरुको पनि छोरी छ, तिमीहरु त ए बाबा छ नि हैन नि मम्मी बाबा भन्छ आइज बस यो बाटो बोहनी गरिदिने हैन। मामाले किन लगाएको त्यही त कसरी पुटिका लगाइदिन्छ? यो कलसको पानी एकको यस्तो हैन हैन यसो त्यसो भने यसरी पकाउनु, यसरी उठाउनु छकाउनु न न भन्नु। तिनके एकपल्ट भा 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 नानीले दिएछ जिन्दगीमा टिका भने पहिला चामल यहाँ पहिला पुस्नु नानी दिउ गर्दै पापालाई नानीलाई पुस्नु, नानीलाई पुस्नु पहिला अनि चोचो यता हेर, मेरो नानीलाई त सुँगुर बनाइदिएछ सोच्यो कि सोच्यो लडी जाँदैछ त। के हो त्यो सोर्दै नआनी फेरि भा 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 छैन एकपल्ट अलिक लाग्नु भा आशीर्वाद दिनु। अब यो मनमा नै आशीर्वाद हो नि त, मनको आशीर्वाद बदमास त्यहाँनिर निकाल्नु त यार। पैसा दिएर खुट्टा ढोक दुईजना भएर 2 रुपैयाँ किन म 5 रुपैयाँ लास्ट टाइम चोचो त्यसलाई अस्पट लाग्यो होला नि के डल्दी छिर्दैन हौ पैसा त छैन सबै ए लु बापु दिहाल्ने एकछिन 500 रुपियाँ भयो भने एकछिन ढोकौँ न त दिहाल्नु बाबु पक्री बिहानसीको पैसा मतलब जिउमा मेरो पैसा बिहानसीको पैसा तपाईले खुट्टा पक्रिनु खुट्टा ढोक्नु खुट्टा पक्रेर दिन्छु ढोक्नु पर्छ 3 खेप 3 खेप पनि ढोक्नु पर्छ। आउँदैछु ढोक्नु पर्छ। हो यो पिरे सुजाले फेरि के भयो बुझ्यौ? शैतान काम छ त काता कुतुब बना ओइ तै चाहिँ कसले ढोक्छ? पैसा मागिहाल्ला ए ढोक्दैन नि मम्मी पैसा दे बाबु बाबु पैसा दे बिरान्जी खै रक्कै रङ लाग्छ पैसा त दिनु दसैँ नदिँदा नदिँदा अघि सोरेर फक्त यसले त के आँखै ठिकै हिसाब गर्यो हेर त शैतान मान्छे हो के। ला बुझ्छु कस्तो त्यो त राख्दै राख्दै खासा पाक्छ होइन हो, तिम्रो आमा उयो हुँदाखेरि चाहिँ उयो भन्थ्यो कि चोचो तिमीले खोइ यहाँ पुजेकै छैन तिमीलाई पनि बताइ भन्नु भेट्ला जस्तो छ। यसो त हात लगाइदियो हौ अनि एकछिन चुपचापले बस्छ होला त पनि बस्दैन एकछिन दुख्छ त्यहाँदेखि बस्छ फेरि चलाउनु हातै काट्दैन कपालहरू त माथि माथि लगाइ बुढो टिका माथि माथि टकटक अडिने गरे प्लाक्क पाऱ्यो भने राम्रो हुँदैन मम्मी म यहाँसम्म लाउँछु यहाँदेखि त्यस्तो लाउनु यहाँसम्म लाउँछु त हामी 3 जना त्यहाँ त्यसरी लगाएर भयो त्यसै खिचिङ लगाएर गाड्नु मलाई त्यति भएर भयो शैतानको बच्चा भरे माथि दर्रो भेटिहाल्छ त्यति भएर भयो दसैँ पनि आयो अब टिका लगाए ओइ चोचो यता यता यहाँ बस
पैसा कल लाग्यो लाखी हाल्नु प्रियान्सीले च्याट पार्दैन 5 बजी जान्छ यहाँ बेको हाल्दैछ है ब्रस भएकोपट्टि त्यो आँखा चाहिँ हेरेर सिधा मलाई त्यत्रो पर्थेन बजेको अघि भएको क्याप चाहिँ खै अहिले टिका लगाउनु छैन उसको क्याप चोचोको के सवाल छ चोचो त ओए चोचो दाँत किटाउनु मात्रै नगर मेरो टिका भत्काइदिन्छ यसले सोर्ने त हो पुस्ने चाहिँ यता थियो गाई छ कहाँ हो मेरो त टिका यहाँदेखि लिएर लाउनुपर्छ अलि मिलाउँदा हुन्छ लगाइदिउँ भयो त मेरो मिलाइदिउँ अझै अरे मेरो ठुलो भयो भन्छु नि त ठुलो छ नि त्यही भएर ठुलो देखिरहेको छ चोचो बस्ने में मामा का घर में तो हम लोग यहाँ पर बैठा है सो गाइस इधर देखो साइड पे बहुत सारा बारिश हो गया था बट थोड़ा थोड़ा बारिश हो रहा है अभी थोड़ा रुक गया है सो हम लोग कल आया था तो आज घर निकाल जाएंगे सो गाइस आप लोग हेलो नमस्ते सबैजनालाई है आज चाहिँ हामी मामाको घर आइरहेछौँ है मामाको घरमा मतलब हिजो आएको थियो अनि आज चाहिँ फर्किने बेला भइसक्यो मामाहरू यतातिर हुनुहुन्छ अनि पुरा पानी हेर्नु देख्नुभयो भने हाम्रो चाहिँ यहाँनिर रुम छ हामी यहाँ रुममा बसेको थियो अनि एकछिनमा निक्लिन्छौँ आइपुग्यौँ मुनि माथि भन्दा पनि मुनि घर छ मामाहरूको हामी चाहिँ यता आइपुग्यौँ अनि यतातिर चाहिँ यता रोटो हाम्रो उता जाने यता मास्टर लाभा जाने है ऊ पर त कस्तो देखिरहेछ नि आज अलिक धुस्सी भएछ नि नभए त क्या राम्रो देख्छ उतापट्टि क्या बस्ती बुझ्नुभयो अनि यतातिर त सेल्लीहरू पनि रहेछ यतातिर क्या आज जाने भनेको खोइ गाडीहरू पनि छैन अरे उता सिलगढी हेर्नु कस्तो छ दसैँहरू कस्तो मनाउनु हुँदैछ हजुरहरूले दसैँ राम्रै मनाउनु हुँदैछ नि सब बेला या पारेर गाइज हामी चाहिँ यहाँनिर चाहिँ अलिकति यतातिर आइरहेछौँ है अलिकति बस्तीतिर पनि साइडतिर आएको छौँ है अनि यतातिर त हेर्नु होला सेम बस्ती साइड छ बल्ल पिच छ यतातिर हेर्नु नि कस्तो राम्रो सिन देखिरहेको छ हेर्नुभयो हो परतिर यो चाहिँ अम्बेक होला साइड अम्बेक साइडै हो यो खोला देख्यो त अम्बेक होला कस्तो दामी देखिरहेछ है अब उतातिर चाहिँ घाम लागिरहेछ होइन उतातिर घाम लागिरहेछ एक जग्गामा धुस्सी पनि लागिरहेछ यतातिर एक जग्गामा घाम लागिरहेछ होइन यतातिर हेर्नु यतातिर कुनै घामको उयो छ केही देखेको छैन होइन पुरा उयो छ नि मतलब यतातिर पानी परिरहेको छ यतातिर हेर्नु नि पानी परेर भर्खर उगिरहेछ उतातिर अघि पानी पनि परेन हो यहाँनिर यति एरियामा जुन त्यो एरिया उजेलो उजेलो देखिरहेछ नि त्यो एरियामा तपाईँहरूलाई म जुम गरेर देखाइदिन्छु ज्यादा जुम भइदिएछ क्या अरे साथी ज्यादा जुम भइदिएछ हो देख्नुभयो नि यता हो बुझ्नुभयो हो त्यहाँनिर जुन फर्सिलो फर्सिलो जग्गा देखिरहेछ नि त्यतातिर अनि यतातिर फेरि एउटा कुरा चाहिँ के छ भने नि यहाँनिर मतलब यतातिर सुन्तला हुँदैन रहेछ क्या मतलब सुन्तला रोपेको छ त्यति फल्दैन रहेछ मतलब सुन्तलाको छारीमा फल्दैन रहेछ क्या बम्बूहरू मतलब हेर्नु नि पुरा भेलिन्छ गाई चाहिँ यो तपाईँहरूलाई यो थाहा छ खानुभएको छ यो के भन्छ यसलाई सिस्नो के भन्छ यो थाहा छ यसले पुरा चिलाउँछ यो यतातिर पाउँदो रहेछ कि मतलब यस्तो फुलहरू अब बजारमा त किनेर यसको खानुपर्छ थाहा छ तपाईँहरूलाई सब्जी हो सिस्नोको फुल यतातिर त पुरा छ यता पनि छ गाई छ म चाहिँ यतातिर बसेर चाहिँ मजाले तपाईँलाई भनिरहेको थिएँ है
तपाईँहरूलाई थाहा भयो होला नि यतातिरको बस्तीको गाइज यतातिर जस्तो छ मौसम के गर्नु यस्तै छ। म चाहिँ यहाँ माथि बसिरहेको दासँग मतलब दा तल जानुपर्छ म चाहिँ यहाँ माथि बसिरहेको गाइज होइन। अब के गर्नु त यस्तो त्यस्तै छ। अब यता त देखाऊँ भने यस्तो छ होइन। अब तल जानुपर्को छ यसो गाडीहरू सोध्नुलाई। ल हालेर एकछिन ल गाइज आज चाहिँ गाडी नपाइदिएको नि अहिलेसम्म गाडी नपाएर हामी यहीँ बसिरहेको छौँ गाइज। यता भने गाडीहरू आउँछ जान्छ मात्रै खोइ गाडीहरू पनि सबै रिजर्भ गरिरहेको रहेछ अनि त्यही भएर गाडी नपाइदिएर दादा उतातिर जानुभएको छ। म चाहिँ यता फेरि बसिरहेको छु क्योंकि गाडी आउँछ। बुझ्यो गाइज गाडी चाहिँ होइन बाइक चाहिँ आउँदैछ। हामी ससुरालबाट पनि घर तपाईँ सिलगढीतिर जाँदैछौँ है। आज हिजो आएको थियो माथि मामाको घरदेखि अनि राति भइसक्यो अनि भिडियो बनाउन सकिनँ। अनि आज चाहिँ फेरि निक्लिनु आँटेको फेरि सिलगढी आज टिका सेका लगाइसक्यो बोजूहरूकोमा अनि बोनी तयार हुँदैछ। टिका लगाएर चाहिँ ठ्याक्क रेडी भइसक्यो। यतातिर मोमो त तयारै भइसक्यो। एकजना चाहिँ मोबाइल हेरिरहेकै छ। तिनीहरूले एक एउटा लुगा त छोडी नै राख्छन्। पिरान्सीको बनाउनु दिन्छु भनेको होइन बोजू हुनुहुन्छ यतै होस् बादमा। अनि यता मोमोले तयार हुँदैछ। हामी चाहिँ निक्लिन आँटेको थियो गाडीमा। साथीहरू अब हामी पनि लागेको यहाँबाट चाहिँ हाम्रो सामानहरू छ यहाँनिर अनि यहाँनिर निक्लिहाल्यौँ यताबाट।